राति सुत्नुभन्दा पहिले यी 10 कामहरू गर्नुहोस्। 1. दिनभरिको समीक्षा गर्नुहोस्। आज के राम्रो भयो र के सुधार गर्न सकिन्छ भनेर शान्त मनले सम्झनुहोस्। आफ्नै गल्ती र उपलब्धि स्वीकार्नु सबैभन्दा ठुलो कुरा हो। 2. आभार प्रकट गर्नुहोस्। आज दिनभरि भेटिएका मान्छे, भएका अवसर र सिकाइप्रति मनदेखि धन्यवाद भन्नुहोस्। 3. सबै चिन्ता कागजमा लेखेर टुक्र्याउनुहोस्। टाउकोमा बोकेका चिन्ताहरू लेखेर छुट्याउनुहोस्। लेखेपछि मन हलुका हुन्छ। भोलि समाधान गर्नेछु भनेर आफूलाई आश्वासन दिनुहोस्। 4. मोबाइल स्क्रिन टाढा राख्नुहोस्। सुत्नुभन्दा अगाडि कम्तीमा 30 मिनट पहिले मोबाइल, टिभी जस्ता स्क्रिनबाट टाढा रहनुहोस्। यसले निद्रा राम्रो बनाउँछ। 5. हल्का ध्यान वा श्वास प्रश्वासको अभ्यास गर्नुहोस्। 5 मिनट गहिरो श्वास लिएर छोड्ने अभ्यासले मन र शरीर दुवै शान्त हुन्छ। 6. भोलिको योजना तयार गर्नुहोस्। भोलिको महत्त्वपूर्ण 3 देखि 5 कामहरूको सूची छोटकरीमा लेख्नुहोस्। यसले तपाईँको मस्तिष्कलाई सजिलै विश्राम दिन्छ। 7. आत्मालाई माफ गर्नुहोस्। आफूले गरेको गल्तीका लागि आफैलाई माफ गर्नुहोस्। अरूलाई पनि मनमनै क्षमा दिनुहोस्। रातको निद्रा शान्त र मिठो हुनेछ। 8. प्रेरणादायी पुस्तक पढ्नुहोस्। सुत्नुभन्दा अगाडि 5-10 मिनट सकारात्मक, ज्ञानवर्धक वा आत्मसुधारको किताब पढ्नुहोस्। 9. सफा र शान्त वातावरण निर्माण गर्नुहोस्। आफ्नो कोठा सफा राख्नुहोस्। सजिलो, न्यानो ओछ्यान र हल्का सुगन्धले निद्रा गहिरो बनाउँछ। 10. आफैलाई प्रेम गर्नुहोस्। निदाउनु अघि आफूलाई एउटा मिठो सन्देश दिनुहोस्। म आज पनि अघि बढेँ। म आफूलाई माया गर्छु। म सक्षम छु। यी अभ्यासहरूले तपाईँको रात शान्त, निद्रा गहिरो र भोलिपल्टको ऊर्जा अत्यन्तै उच्च बनाउनेछ। जीवनमा ठुलो परिवर्तन सानोतिनो बानी सुधारले नै ल्याउने गर्दछ। दर्शकबिन्दहरू, तपाईँहरूलाई कस्तो लाग्यो? यस्ता भिडियोहरू हेर्नका लागि कृपया हामीलाई सब्स्क्राइब गर्नुहोस्। आफ्ना साथी, इष्टमित्र, परिवार सबैलाई जानकारी गराउनका लागि धेरैभन्दा धेरै सेयर गर्नुहोस्। हस्त आजलाई नमस्कार। तपाईँहरूको निद राम्रो रहोस् र जीवन आनन्दको बनोस्।